नर्मल टाउको दुखाइ र माइग्रेनमा के फरक छ त? नर्मल टाउको दुखाइ जेनरली चाहिँ धेरै मान्छेहरूलाई चाहिँ विभिन्न तरिकाले हुने गर्छ। तर माइग्रेनको टाउको दुखाइ भनेको टिपिकल प्याटर्न हुन्छ। यसको पनि क्लासिक माइग्रेनमा के हुन्छ भने आधी टाउको दुख्ने, टाउको दुख्दा वाकवाकी लाग्ने, बान्ता लाग्ने, आँखा दुख्ने, आँखामा झिलझिल बत्तीहरू आउन सक्ने, औराहरू आउने, टाउको दुख्ला जस्तो हुने, टाउको दुख्दा वाकवाकी लाग्ने, बान्ता लाग्ने, आवाज सुन्न नमन लाग्ने, उज्यालो हेर्न नमन लाग्ने, सुत्नु मात्र मन लाग्ने, टन 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 पारेर टाउको दुख्ने, 3 घन्टादेखि 72 घन्टासम्म टाउको दुख्न सक्ने, घाममा हिँड्यो भने, निन्द्रा कम भयो भने, भोको पेटमा, हुलमुलमा, धेरै आवाज, गन्ध, तातो, चिसो, स्मेल, महिनावारीको आसपास, कुनै खाना विशेष खाँदा, कहिलेकाहीँ कति मान्छेहरूलाई कन्ट्रासेप्टिभ पिल्सहरू युज गर्दाखेरि, चाइनिज खानेकुराहरू खाँदाखेरि, अजिनोमोटो मिसाएको यिनीहरू विभिन्न चिजहरू खाना खाँदाखेरि त्यस्तो चिजले टाउको दुख्ने र आधी टाउको दुख्ने थाल्ने, कहिलेकाहीँ स्ट्रेसले, कहिलेकाहीँ चिसोले, यस्तो प्याटर्न किसिमको टाउको दुखाइ छ भने चाहिँ जेनरली माइग्रेन हुन्छ। अरू टाइपको हेडेकको चाहिँ जेनरली भारी हुनेपन हुने, अर्को खाली हुन्छ भने माइग्रेनको क्लासिकल माइग्रेन टिपिकल खालको हुन्छ। उसकोमा भिजुअल औरा, आँखाले हेर्दाखेरि अलि अप्ठ्यारो हुने, आँखा तिरमिर हुने, बिरामी आफूलाई थाहा हुने, वंशानुगत पनि हुन्छ। वंशमा दिदी बहिनी, धेरै जसो दिदी बहिनी आफ्नो फ्यामिली मेम्बर्सहरूलाई हुने या आफ्नो बच्चा बच्चीलाई हुने, टाउको दुख्दा भमिट हुने, विभिन्न चिज भयो भने मोटामोटी चाहिँ दुईटा टाउको दुखाइलाई छुटाउन सकिन्छ।